ल अब 5 मिनट हिँड्दाखेरि आइपुगिन्छ अरे भन्ने सुने। अरू मेरा ग्रुपका कता छन् थाहा छैन। मन्दिरको आसपास चाहिँ म करिब आइपुगेँ। यस्तो छ है। काशीबारा माता की जय जय हो ल हेर्नुहोस् यो अब मन्दिर परिसरको आसपास आइपुग्यो कि जस्तो लागिरहेछ। यहाँ एकजनालाई सोधेको अब 10 मिनट हिँड्नुहोस् मन्दिर आइपुग्नु भनेर भन्नुहुन्थ्यो। ठुलो कष्ट यस्तो समस्या यहाँ त रक्षा गर। साहस बढेर त्यस्तै गाह्रो। स्टार्टिङदेखि लिएर इन्डिङ पोइन्टसम्म यस्तो खुड्किलो चढेर जानु पर्दा त कति शास्ति भोग्नु परेको होला। माग्न फेरि हुँदै पछि भरा भक्त हामी दर्शन गर्न आयो पछि भरा हामी दर्शन गर्न आयो पछि भरा देवी जय पछि ल पाहाडैको मान्छे नि अहिले मलाई अब चाहिँ यति उकालो चढ्नु पर्दैन कि। यस्तो पनि ठाउँ आयो। क्षमता हुन्छ बोल्न चाहिँ सकिँदैन अहिले सास बढेर। अब आइपुगे यस्तो छ। लाइन लाग्नु पर्ने होला के हो कसो पनि। लाइन लाग्नु पर्ने कतातिर हो? कता यहाँबाट हो लाइन लाग्नु पर्ने? ल म चाहिँ अब लाइनमा लागेँ। अब मेरा ग्रुपहरू कतिखेर आइपुग्ने हुन् कहाँ छन् कुनै थाहा छैन। यहाँ यत्रो भिडभाड छ है। अब लाइन मन्दिर परिसर हो यो। ल हेर्नु यहाँ यस्तो छ र सर एक राउन्ड लगाएँ मैले। ए यहाँ लाइन यहाँ भक्तवत्सलहरूको भक्तजनहरूको लाइन। अहिलेलाई यति नै।